हेलो स्टुडेन्ट्स, तपाईँलाई मेरो च्यानलमा फेरि स्वागत छ। आज म तपाईँहरूलाई अर्को ट्रायल ब्यालेन्सको इक्जाम्पल लिएर आएको छु। तर यसमा अलिक डिफ्रेन्स के छ भन्दाखेरि हामीले आज सस्पेन्स एकाउन्टको बारेमा थोरै इन्ट्रोड्युस गर्नेछौँ। सस्पेन्स एकाउन्ट भनेको के हो र यो किन खोलिन्छ र यसले कस्तो बेलामा काम गर्छ भनेर त्यसको चाहिँ त्यसको युजफुल आजको क्लासमा हुनेछ। र यसको लागि मैले सबभन्दा अगाडि यो क्वेसन लिएको छु। फलोइङ इन्फर्मेसन्स आर गिभन। यो सबै हेडिङहरूलाई मैले ट्रायल ब्यालेन्समा उतार्नेछौँ र यसलाई चाहिँ एक वान बाई वान गरेर यो हेडिङहरूलाई सोल्युसन गर्नेछ है त। फर्स्टमा छ द पर्चेज। नम्बर 1 मा छ पर्चेज अथवा खरिद। पर्चेज हामीलाई थाहा छ यो डेबिटमा जान्छ 15,000। 2 नम्बरमा छ स्यालेरिज। स्यालेरिज अथवा तलब। तलब पनि खर्च हो, खर्च भनेको डेबिट हुन्छ। र 3 नम्बरमा छ सेल्स अथवा बिक्री। स्ट्रेट फरवर्ड बुझ्नको लागि यदि खरिद अथवा पर्चेज डेबिट हुन्छ भने सेल्स चाहिँ क्रेडिट हुन्छ। चार नम्बरमा छ रेन्ट, भाडा। रेन्ट पनि एक्सपेन्सेस भएको हुनाले डेबिट हुन्छ 500। 5 नम्बरमा छ सेल्स रिटर्न। बिक्री फिर्ता। बिक्री फिर्ता चाहिँ अब के हुन्छ भन्दाखेरि यदि सेल्स क्रेडिट हुन्छ भने सेल्स रिटर्न डेबिट हुन्छ, ठ्याक्कै त्यसको उल्टो। 6 मा छ क्यापिटल। यसमा त हामी कन्फ्युज हुने कुरै भएन। क्यापिटल, लायबिलिटिज, अलवेज क्यापिटल जहिले पनि क्रेडिट हुन्छ। 7 नम्बरमा छ आउटस्ट्यान्डिङ एक्सपेन्सेस। नेपालीमा यसलाई पुँजी लेखौँ। 7 मा आउटस्ट्यान्डिङ एक्सपेन्सेस। आउटस्ट्यान्डिङ एक्सपेन्सेस भन्ने बित्तिकै एक्सपेन्सेस भन्ने बित्तिकै डेबिट हुन्छ, तर आउटस्ट्यान्डिङ भनेको चाहिँ तिर्न बाँकी। तिर्न बाँकी भनेको फ्युचरमा तिर्न बाँकी। अनि लायबिलिटिज दायित्व भएको हुनाले यो चाहिँ क्रेडिट हुन्छ। लायबिलिटिज इज अलवेज क्रेडिट। कति छ? 2000 रुपियाँ, 2000। 8 नम्बरमा छ प्रोभिजन फर ब्याड डेब्ट। प्रोभिजन फर ब्याड डेब्ट। अब यसमा चाहिँ यदि ब्याड डेब्ट मात्रै भनेको भए चाहिँ डेबिटमा जान्थ्यो। प्रोभिजन भन्ने बित्तिकै चाहिँ त्यो क्रेडिटमा हुन्छ। यदि कुनै पनि किसिमको प्रोभिजन क्रेडिट हुन्छ, त्यसैले प्रोभिजन फर ब्याड डेब्ट चाहिँ 600 क्रेडिट हुन्छ। त्यसमा कन्फ्युज नहुनु है त। प्रिन्टिङ एन्ड स्टेसनरी। प्रिन्टिङ एन्ड स्टेसनरी। प्रिन्टिङ एन्ड स्टेसनरी भनेको चाहिँ यो पनि खर्च हो, सामान्य मसलन्द खर्च, मिसेलेनियस खर्च भन्छ। कति छ? 9 नम्बरमा 800। ट्रेनमा 10 नम्बरमा अफिस एक्सपेन्सेस। एक्सपेन्सेस भन्ने बित्तिकै अलवेज डेबिट, त्यसमा त कन्फ्युज हुनु पर्यो भने स्ट्रेट फरवर्ड। कति छ एमाउन्ट? 1200। 11 मा छ फर्निचर एन्ड फिटिङ।
फर्निचर एन्ड फिटिङ। फर्निचर एन्ड फिटिङ भन्ने बित्तिकै के हो यो? फर्निचर भनेदेखि एसेट्स हो। एसेट्स चाहिँ जहिले पनि के हुन्छ? डेबिट हुन्छ। 12 मा अब आइपुग्यो ब्याड डेब्ट। ब्याड डेब्ट रिटर्न अफ। अब चाहिँ ब्याड डेब्ट रिटर्न अफ भनेको चाहिँ ब्याड डेब्ट हो। यो चाहिँ मैले अघि नै भने खर्च हुन्छ, एक्सपेन्सेस हो, लस हो बिजनेसको लागि, त्यही भएर डेबिटमा जान्छ। क्रेडिटर्स। क्रेडिटर्स अथवा साहु। क्रेडिटर्स भनेको लायबिलिटिज, लायबिलिटिज अटोमेटिकली क्रेडिटमा जान्छ। 12,000। 14 मा छ ड्रविङ। ड्रविङ्स भनेको बिजनेसको लागि खर्च हो। खर्च भएपछि यो डेबिट हुन्छ। एमाउन्ट 2400। 16 मा छ इन्स्योरेन्स। इन्स्योरेन्स पनि खर्च हो, त्यही भएर डेबिटमा जान्छ। 16 मा छ ओपनिङ स्टक। ओपनिङ स्टक भन्ने बित्तिकै यो चाहिँ इन्भेन्ट्री हो। इन्भेन्ट्री अथवा ओपनिङ स्टक एउटै हो र ओपनिङ स्टक भन्ने बित्तिकै यो सम्पत्ति हुन्छ। बिजनेसको लागि सम्पत्ति हो। सम्पत्ति भएको हुनाले यो चाहिँ डेबिटमा जान्छ है त। 5000 डेबिटमा गयो। अब अर्को छ 17 मा प्रोभिजन फर डिप्रिसिएसन। प्रोभिजन फर डिप्रिसिएसन। यहाँ चाहिँ अब डिप्रिसिएसन मात्रै भनेको भए चाहिँ डेबिटमा जान्थ्यो, किनभने चाहिँ एक्सपेन्सेस हो। तर प्रोभिजन फर डिप्रिसिएसन भन्ने बित्तिकै मैले अघि नै यहाँ भने प्रोभिजन फर ब्याड डेब्ट भएको हुनाले कुनै पनि प्रोभिजन क्रेडिट हुन्छ। कति छ अमाउन्ट? 200 छ। 18 मा छ डेब्टर। डेब्टर्स अथवा आसामी। डेब्टर्स भनेको जसबाट हामीले पैसा भएपछि पाउँछौँ, गर्दाखेरि त्यो एसेट्स हो। एसेट्स चाहिँ डेबिट। मैले फेरि पनि भने एकाउन्टिङको सिम्पल रुल्स अफ डेबिट एन्ड क्रेडिट अथवा गोल्डन रुल्स अफ एकाउन्टिङमा क्लियर भयो भने यसमा केही प्रब्लम हुँदैन। इन्ट्रेस्ट अन। इन्ट्रेस्ट अन भनेको चाहिँ हामीले यसको लागि चाहिँ इन्कम हो। इन्कम भएको हुनाले इन्कम भनेको जहिले पनि क्रेडिटमा हुन्छ। 400 इन्ट्रेस्ट अन। र 20 नम्बरमा छ पर्चेज रिटर्न। पर्चेज रिटर्न भनेको बिक्री फिर्ता भयो। पर्चेज हामीले 1 नम्बरमा छ, सुरुमा चाहिँ पर्चेज डेबिट छ। पर्चेज रिटर्न चाहिँ यदि पर्चेज डेबिट हुन्छ भने रिटर्न चाहिँ क्रेडिट हुन्छ। यसरी पनि बुझ्न सकिन्छ है। र 21 नम्बरमा छ लास्ट पोइन्ट वेजेस ज्याला। वेज अथवा स्यालेरी भनेको एउटै हो। वेज अथवा स्यालेरिज यो चाहिँ बिजनेसको लागि एक्सपेन्सेस हो। गर्दाखेरि कति छ? 2000 रहेछ। यसरी चाहिँ हाम्रो सबै पोइन्टहरू मैले यहाँ ट्रान्सफर गरिसकेँ। अब यसलाई डेबिट र क्रेडिट बराबर छ कि छैन त्यसले टोटलिङ गरेर हेरौँ है त। टोटल यसलाई क्याल्कुलेटर समातौँ यहाँ। पहिला डेबिटको पोइन्टहरूलाई जोडौँ। पर्चेज 15,000,
स्यालेरिज 3000, रेन्ट 500, सेल्स रिटर्न 1000, प्रिन्टिङ एन्ड स्टेसनरी 800, प्रिन्टिङ स्टेसनरी 800 हो अफिस एक्सपेन्सेस 1200, फेरि गरौँ है त 15000, 3000, 500, 1000, 800, 1200, फर्निचर 2000, ब्याड डेट 700, ड्रइङ 2400, इन्सुरेन्स 1200, ओपनिङ स्टक 5000, डेप्टर 25000 र ज्याला 2000 र हामीलाई आएको छ यसको टोटल एमाउन्ट 59800 रु छ डेबिटमा। अब क्रेडिटपट्टि जोडौँ। क्रेडिटमा सबभन्दा पहिला चाहिँ सेल्स 30100, क्यापिटल 10000, आउटस्ट्यान्डिङ एक्सपेन्सेस 2000, प्रोभिजन फर डाउटफुल डेब्ट 600, क्रेडिटर्स 12000, प्रोभिजन फर डिप्रिसिएसन 200, 400 रुपियाँ इन्ट्रेस्ट अन र 500 रुपियाँ सेल्स रिटर्न। अब गर्दाखेरि यहाँ ठ्याक्कै क्रेडिटको एमाउन्ट जम्मा 55800 आयो। यहाँ चाहिँ प्रब्लम भइहाल्यो। अब हामीले कति छ यसमा के गर्छ भन्दाखेरि यसमा के हुन्छ भन्दाखेरि अब डेबिटको एमाउन्ट कति आयो, डेबिटको एमाउन्ट 59800 आयो, क्रेडिटको एमाउन्ट आयो 55800 गर्दाखेरि यहाँ डिफरेन्स कति भयो, 4000 रुपियाँले डिफरेन्स भयो। 4000 रुपियाँले चाहिँ क्रेडिट डेबिट भन्दा कम भयो। अब यो बेलामा हामीले फेरि चेक गर्न सकिन्छ हामीले कुनै पनि पोइन्ट्सहरु गल्ती गर्यो कि भनेर, तर मलाई लाग्दैन हामीले कुनै गल्ती गरेको छौं। हामी त्यसमा कुनै एरर छैन, कुनै गल्ती छैन। तर यसको गल्ती चाहिँ यो भन्दा अगाडि नै आइदर जर्नल इन्ट्री गर्दाखेरि होस् अथवा त्यसलाई जर्नल इन्ट्रीलाई पोस्टिङ गर्दाखेरि होस् त्यसमा गल्ती भएको छ। अब यहाँनिर आएर हामीले पत्ता लगाउनु भनेको डेबिट र क्रेडिट बराबर छ कि छैन भनेर मात्रै हो। यो स्टेजमा चाहिँ डेबिट क्रेडिट बराबर छैन। अब यसलाई बराबर गर्नको लागि यतिखेर चाहिँ हामीले सस्पेन्स एकाउन्ट खोलिन्छ है त। सस्पेन्स एकाउन्ट कतिले 4000 ले कुन साइडमा, क्रेडिट साइडमा। त्यसको मतलब चाहिँ 4000 रुपैयाँ क्रेडिट मा सस्पेन्स एकाउन्ट ओपन गरियो भने डेबिट बराबर हुन्छ प्लस 4000 गर्दाखेरि 59800 आउँछ गर्दाखेरि बराबर भयो। 59800 डेबिट इक्वल टु क्रेडिट, यहाँ पनि डेबिट इक्वल टु क्रेडिट भयो। हाम्रो मेन मोटो भनेको चाहिँ ट्रायल ब्यालेन्समा डेबिट र क्रेडिट बराबर गर्ने हो है त।